कार्यक्रम सञ्चालिकाज्यू उद्घोषकज्यू कविता मगरलाई धन्यवाद। विशेष गरी रौतामाई वडा नम्बर 5 का वडा अध्यक्षज्यू, यस बजारका बुद्धिजीवी समाजसेवी व्यक्तित्वहरू र आमा बुबा दिदीबहिनी दाजुभाइ सम्पूर्णलाई म सरोज अर्पण राईको नमस्कार। यो कार्यक्रम लोकप्रिय कला प्रतिभाको सम्मान भन्ने कार्यक्रम चाहिँ मैले आयोजना गरेको छु। यो कार्यक्रममा चाहिँ विभिन्न ठाउँमा लुकेको कला प्रतिभाहरूलाई प्रस्तुत गरी भोलि कुनै पनि प्लेटफर्ममा लिएर जानु चाहेको छु र आज मैले यस कार्यक्रममा यसरी विभिन्न ठाउँमा लुकेको कला प्रतिभाहरूलाई प्रस्तुत गर्ने अवसर दिँदा अनि यो रमाइलो कार्यक्रम राखिरहँदा तपाईहरूले हौसलाको साथ कुनै सहयोग गर्नुभयो भने चाहिँ त्यो सहयोगले चाहिँ बिरामी, अशक्त, अपाङ्ग, दुखी पीडितहरूलाई सहयोग गर्ने अभियान स्वरूपको कार्यक्रम जोडेको छु। हुन त तपाईहरू सम्पूर्णले मेरो अभियान सञ्जाल मार्फत हेर्दै आउनु भएको छ। मैले धेरै भनिरहनु पर्दैन। यो जिन्दगीमा चाहिँ हामी सकारात्मक सोच चाहिँ अरूबाट होइन के, आफैबाट चाहिँ उत्पन्न गर्न सिक्नुपर्छ। हामी सभ्य असभ्य भन्ने चाहिँ हाम्रो व्यवहारले देखाउने कुरा हो के। हामी आफै परिवर्तन हुने हो, अरूले परिवर्तन गराइदिने होइन। स्वयं आफै परिवर्तन हुनुपर्छ। समस्या हुन्छ मानवमा, सबैलाई समस्या हुन्छ, तर त्यो समस्यासँग पनि जुटेर अगाडि बढ्नुपर्छ।